हेलो साथीहरु सबैलाई नमस्कार। एमपी स्मार्ट क्रिएसनको युट्युब च्यानलमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। हाउस वायरिङ सम्बन्धी जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। आज म तपाईहरुलाई 3 ग्याङ स्विच, इन्डिकेटर र 5 पिन सकेट जोडेर देखाउने छु। यो 3 ग्याङ स्विचमा दुईवटा स्विचले दुईवटा बल्ब बल्ने छ। यो एउटा स्विचले 5 पिनलाई कन्ट्रोल हुन्छ। यो इन्डिकेटर डाइरेक्ट बल्ने छ। यहाँ मसँग तारहरू छन्। यो 0.75 mm को हरियो तार अर्थिङको लागि प्रयोग हुन्छ। यो 1 mm को कालो तार न्युट्रलको लागि प्रयोग हुन्छ। यो 1 mm को रातो तार फेजको लागि प्रयोग हुन्छ। सबैभन्दा पहिला न्युट्रल जोड्नु पर्छ। यो बाहिरबाट आएको न्युट्रल हो साथीहरु। यो यसमा यो तीनवटा न्युट्रलको तार जोड्दै छु। देख्न सक्नुहुन्छ यो बाहिरबाट आएको एउटा तारबाट तीनवटा शाखा निकालेको छु। यो तीनवटा शाखा मध्ये दुईवटा शाखा दुईटा होल्डरको लागि न्युट्रल जान्छ। यो एउटा चाहिँ 5 पिन र इन्डिकेटरलाई न्युट्रल सप्लाई हुन्छ। एउटा होल्डरमा न्युट्रल जोडिसकिएको छ। देख्न सक्नुहुन्छ यहाँ दुईवटै होल्डरमा न्युट्रल जोडिसकिएको छ। अब यो बाँकी रहेको न्युट्रल इन्डिकेटर र 5 पिन सकेटलाई जोड्नु पर्छ। इन्डिकेटरको माथिल्लो टर्मिनलमा न्युट्रल तार जोड्दै छु। तल्लो टर्मिनलमा फेज इन हुन्छ। यहाँबाट गाँसेको न्युट्रल इन्डिकेटरमा सप्लाई गरिसकेको छु। अब यो यसैमा गाँसेर 5 पिनको लागि सप्लाई दिँदैछु। देख्न सक्नुहुन्छ इन्डिकेटरको माथिल्लो टर्मिनलमा न्युट्रल इन गरेर यसैबाट
5 पिनको लागि न्युट्रल इन गरेको छु। अब फेज जोड्नु पर्ने हुन्छ। फेज जोड्दाखेरि हाम्रो इन्डिकेटर डाइरेक्ट भएको हुनाले स्विचको यो तल्लो टर्मिनलमा र इन्डिकेटरमा पुग्ने गरी चारवटालाई पुग्ने गरी दिनुपर्छ। देख्न सक्नुहुन्छ यो फेजको तार चारवटैमा पुगेको छ। यसलाई कस्नुपर्छ। यो फेज बाहिरबाट आउने फेज हो। फेज जोडिसकेको छ साथीहरु। अब हाम्रो यो स्विचबाट यो 5 पिनमा फेज सप्लाई गर्नुपर्ने हुन्छ। स्विचबाट 5 पिनमा फेज सप्लाई गरिसकिएको छ। इन्डिकेटरको माथिल्लो टर्मिनलमा न्युट्रल इन गरेर तल्लो टर्मिनलमा फेज इन गरेको छ। अब यो बाँकी रहेको दुईवटा स्विचबाट दुईवटा होल्डरको लागि फेज आउट गर्नुपर्ने हुन्छ। यो होल्डरमा फेज इन गरिसकिएको छ। स्विचबाट आउट गरेर देख्न सक्नुहुन्छ यो चाहिँ फेज। अब अर्को होल्डरमा पनि फेज आउट गर्नुपर्छ। देख्न सक्नुहुन्छ यो स्विचबाट आउट गरेको फेज यो होल्डरमा गएको छ। यो स्विचबाट आउट गरेको फेज यो होल्डरमा गएको छ। अब 5 पिनको माथिको टर्मिनलमा अर्थिङ तार जोड्नुपर्छ। यो न्युट्रल बाहिरबाट आएको न्युट्रल हो। यसमा जोडेर होल्डरलाई र यो 5 पिन इन्डिकेटरलाई सप्लाई गरेको छु। यो बाहिरबाट आएको फेज
स्विचको र इन्डिकेटरको तल्लो टर्मिनलमा गएको छ। इन्डिकेटर डाइरेक्ट बल्छ। यसरी जोड्दाखेरि यो अर्थिङको तार पनि बाहिर निकाल्नुपर्छ। अब यो बक्स बन्द गर्नुपर्छ। अब यो होल्डरमा बल्ब हालेर लाइन चेक गर्नेछु। यहाँ मसँग लाइन चेक गर्नको लागि एउटा पावर सकेट छ। यसैबाट लाइन सप्लाई गरेर चेक गर्नेछु। देख्न सक्नुहुन्छ बक्समा लाइन आइसकेको छ। इन्डिकेटर बलिसकेको छ। इन्डिकेटर डाइरेक्ट भएको हुनाले इन्डिकेटर बलेको छ, तर बल्बहरू बलेका छैनन्। बल्बहरू स्विचबाट कन्ट्रोल हुन्छ। यो स्विच अन गर्दा यो बल्ब बलेको छ। यो स्विच अन गर्दा यो बल्ब बलेको छ। अब यो स्विचले 5 पिनलाई कन्ट्रोल गर्छ। यो 5 पिनले काम गरेको नगरेको हेर्नको लागि मसँग यहाँ एउटा बल्ब छ। यो बल्ब हालेर चेक गर्नेछु। देख्न सक्नुहुन्छ 5 पिनले पनि राम्रोसँग काम गरेको छ। यो स्विच अफ गरेपछि 5 पिनले काम गर्दैन, बन्द भयो। साथीहरु, यसरी नै 3 ग्याङ स्विच, इन्डिकेटर र 5 पिन सर्किट जोड्न सकिन्छ। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला। हस्त, धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।